24 वर्षपछि खुल्यो दरबार हत्याकाण्डको फाइल। नेपाल इतिहासकै सबैभन्दा ठुलो अपरेसन। क्लिन चिट पाएर गृह मन्त्रालयको कुर्सीमा फर्किएका गृहमन्त्री सुदन गुरुङले नारायण हिटी राजदरबार हत्याकाण्डको फाइल पुनः खोल्ने कडा निर्णय गरिदिएका छन्। आजको यो विशेष रिपोर्टमा हामी चिरफार गर्नेछौँ आखिर 24 वर्षसम्म जस्तै लुकाएर राखियो त्यो दरबार हत्याकाण्डको फाइल खोलेर सुदन गुरुङले कसको सातो उडाए र उनको यो सेकेन्ड इनिङ हिजोको भन्दा कति धेरै खतरनाक र कडा छ। भिडियो अन्तिमसम्म हेर्नुस्। पहिले यो बुझौँ कि सुदन गुरुङको यो सेकेन्ड इनिङ हिजोको भन्दा किन फरक र खतरनाक छ। विरोधीहरूले षड्यन्त्र गरेर उनलाई 47 दिनसम्म गृह मन्त्रालयको कुर्सीबाट टाढा राखे। सोचेका थिए होलान् सुदन गुरुङ अब डराउने छन्, कमजोर हुनेछन्, तर आज जुन सुदन गुरुङ गृह मन्त्रालय फर्किएका छन् उनी हिजोको भन्दा 10 गुणा बढी दृढ, निर्णायक र निर्मम भएर आएका छन्। आफूलाई फसाउन खोज्ने भ्रष्ट अधिकारीहरू र आपराधिक नेटवर्कको कलेजो काप्ने गरी उनले पदभार ग्रहण गर्न साथ सञ्चारकर्मीहरूमाझ गर्दिँदै भने अब यो देशमा छानबिनमा रहेका हरेक पुराना र गिजोलिएका फाइलहरू एक गरी खोलिनेछन् र कसैलाई पनि छोडिने छैन। विक्रम सम्वत 2058 जेठ 19 गते नेपालको इतिहासकै त्यो सबैभन्दा कालो र दर्दनाक दिन जसले सिङ्गो देशलाई रोएको थियो। राजा वीरेन्द्रको वंशनाश भएको थियो। त्यसपछि कति सरकार आए, कति गृहमन्त्री र प्रधानमन्त्री फेरिए, तर कसैले पनि त्यो नारायण हिटी राजदरबार हत्याकाण्डको वास्तविक सत्य बाहिर ल्याउने हिम्मत गरेनन्, किनकि सबैलाई आफ्नो सत्ता र कुर्सी जोगाउनु थियो। तर आज बालेन शाहको टिमका यी फायर ब्रान्ड गृहमन्त्री सुदन गुरुङले यो ऐतिहासिक निर्णय लिएका हुन्। उनले मन्त्रालयमा हस्ताक्षर गर्दै भनेका छन् विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदनहरू गहन अध्ययन गरी थप छानबिनको प्रक्रिया तत्काल अगाडि बढाउने। यसको अर्थ सफा छ दर्शकवृन्द। अहिलेसम्मका नक्कली प्रतिवेदनहरूलाई च्यातेर अब यो देशका वास्तविक देशभक्त युवाहरूले राजा वीरेन्द्र र उनको परिवारको हत्याको वास्तविक अपराधी को हो त्यो पातालबाट भए पनि तानेर ल्याउने छन्। कुरा दरबार हत्याकाण्डको मात्रै होइन दर्शकवृन्द। सुदन गुरुङले आफ्नो यो दोस्रो इनिङमा युवाहरूका लागि अर्को एउटा ठुलो र क्रान्तिकारी निर्णय गरेका छन्। गत भदौमा भएको त्यो ऐतिहासिक जेनजी आन्दोलनका क्रममा पुराना दलका शासकहरूले हजारौं निर्दोष युवाहरूमाथि जुन झुटा फौजदारी मुद्दाहरू लगाएर जेल कोचेका थिए, गृहमन्त्री गुरुङले ती सबै फौजदारी मुद्दा फिर्ता लिने विषयमा विस्तृत अध्ययन गर्ने ऐतिहासिक निर्णय समेत गरेका छन्। यो हो असली एक्सन र नयाँ पुस्ताको सरकारको शक्ति। एकातिर 24 वर्ष पुरानो दरबार हत्याकाण्डको फाइल खोलेर पुराना अपराधीहरूको निन्द्रा हराम गरिदिने र अर्कोतिर देश बदल्न सडकमा उत्रिएका आफ्ना जेन्जी योद्धाहरूलाई न्याय दिने। सुदन गुरुङले गृह प्रशासनमा यस्तो कडा डन्डा चलाउन सुरु गरिसकेका छन् कि अब कमिसन तन्त्र र सेटिङको भरमा अपराध लुकाउने माफियाहरूको यो देशमा उठिवास हुने निश्चित भएको छ।